नमस्ते, म प्रेम भण्डारी। सधैँ जसो आज पनि मैले अलि भिन्न किसिमको भिडियो लिएर तपाईहरुसम्म आइसकेको छु। पक्कै पनि झिलिमिली त्यहाँ तपाईहरुले थाहा पाइसक्नु भएको छ होला सायद, या छैन भने पनि म चाहिँ अहिले युएईमा छु। आज यहाँ युएई को नेशनल डे आज र भोलि, विशेष गरेर भोलिलाई हो। तर आजको रातमा यहाँ विशेष केही कार्यक्रम हुने भएको हुँदा म चाहिँ यता आएको छु। हेरौँ कतिको रमाइलो हुनेछ, पक्कै पनि तपाईहरुलाई देखाउने नै छु। भिडियो हेर्न भने नभुल्नु होला, सुरुदेखि अन्तिमसम्म हेर्नु होला। धन्यवाद। साथीहरु, समुद्रको छेउमा अनि पहाडको एउटा छेउमै भन्नुपर्छ रहेको एउटा अवस्थित यो जग्गा छ फुजेरा। अहिले म फुजेरामा आएको छु। यो फुजेरा भन्ने जग्गामा एकदम झिलिमिली छ। मान्छेहरू आउने जाने क्रम बढिरहेको छ, ओहोरदोहोर हुने क्रम बढिरहेको छ, रमाइलो छ। जस आजको यहाँ नेशनल डे, एउटा राष्ट्रिय दिवस भन्नु पर्यो नेपालीमा भन्दा, मनाउने कार्यक्रम रहेको हुँदा जस मान्छेहरू आउने जाने भइरहेको छ। प्रायः जसो लोकल नै देख्न सकिन्छ हामीले यहाँ। एकदम रमाइलो छ। हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू पनि आउनु भएको छ है। कति रमाइलो छ, कति रमाइलो छ है। ओहो, तपाईहरु यता पो हुनुहुन्छ है। हेर्नुहोस्, त्यहाँ गाई पो रहेछ है। साथीहरु, म अहिले चाहिँ फुजेरा आएको छु। फुजेराको यो चाहिँ अम्ब्रेला बीच भन्ने ठाउँ रहेछ। अम्ब्रेला बीचमा आएको छु। आज जस रमाइलो छ, सबै लोकल मान्छेहरू पनि आउनु भएको छ र हामी पनि आएका छौँ भन्नु पर्यो। सबैतिर यसो रमाइलो देख्न पाइन्छ। सबै यसो क्यामेरा घुमाइदिनु सर, मिली छ चट्ट है। ल साथीहरु, हामी चट्ट घुम्दैछौँ सर है। रमाइलो छ, झिलिमिली चट्टै भने जस्तो। मान्छेहरू आउने जाने क्रम बढिरहेको छ, चलिरहेको छ। चट्ट हाम्रो दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ रहेछ। सर घुम्दैछौँ हामी सबै, रमाइलो छ। मान्छे रमाइलो हेर्न आउनेको घुइँचो बढ्दैछ। यता चाहिँ अब समुद्र भयो है, मधेरा छ समुद्र साइडतिर के अरे सर। मान्छेहरू आउने र जाने चाहिँ क्रम बढ्दो छ जारी जे होस्। तर खै कतिको के हुन्छ, आज प्रोग्राम हुन्छ हुँदैन भन्ने चाहिँ पनि त्यति राम्रोसँग चाल पाइएन। अब उहाँहरू भाग्नु भयो के अरे। पुलिसहरू चाहिँ गएको छ नि त। भर्खर चाहिँ यहाँ विसर्जन भइरहेको छ न। अब कति अरे 54औं कि 54औं दिवस। 54 होइन, 54 भन्ने कुरो आयो। 54 दिवसौँ मनाउँदैछ यहाँ।